안녕하세요 여러분. तपाईँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज म च्याप्टर 27 मा रहेको हानगुगे थुबुलहान्नाल स्पेशल डेज इन कोरिया छङ्बोको एक्सप्लेनेसन भिडियो लिएर उपस्थित भइसकेको छु। लेट्स स्टार्ट है त। खुगुङ्गलिना खुगुङ्गरुन 나라에서 총간 독일한날로 역사적으로 투기물 나룰 키누하거나 건축하는 날입니다. नेसनल होलिडे खुगुङ्गिलहरूको नेसनल होलिडे चाहिँ देश अनुसारको चाहिँ छङ्हान थुकुलहान्नालो देशले चाहिँ रिजाइन गरेको चाहिँ रिजाग्नेटेड गरेको चाहिँ स्पेशल डेज हो, जुनमा याक्सजगरो ऐतिहासिक रूपमा चाहिँ तुत्गिमेल महत्त्व बोकेका दिनहरू खिनबिना सेलिब्रेट गर्ने र खन्चुगाने सेलिब्रेट गर्ने होइन। खिनेमादा भनेको र खन्चुगादा खेङ्चुगादा भनेको सेलिब्रेट गर्नुभयो, कमोरेट गर्नु, अनि त्यो दिन रहेको छ। इरान खुगुङ्गिरिन नुन उरिनारा है थुम्निपुल हुए मान्छेरुल फुरुनुन सामिल 일본이 식민 지배로부터 해방되는 것을 인용하는 광복절 8월 15일 한민족의 첫 국가인 구조선의 국국 건축하는 개천전 10월 3일 그리고 세조 대왕이 한국을 창제 자신 것을 기념하는 한국날 10월 9일 등이 해당합니다. 국경일은 법정 근거일로 지정되어 있으며 각종 기념식과 경축 행사가 열립니다. 가정에서는 기쁨을 함께하기 위해 국기를 개량합니다. 맞아. भनेपछि खुगुङ्गिल भनेको नेसनल होलिडेज भनेको चाहिँ देश राष्ट्रको चाहिँ राष्ट्रले त्यस दिनलाई डेजिग्नेटेड गरेको चाहिँ त्यो स्पेशल दिन हो। त्यसमा चाहिँ ऐतिहासिक महत्त्वका दिनहरूलाई चाहिँ सेलिब्रेट गरेर कमेमोरेट गरेर मनाउने दिन गरिन्छ। र यसरी खुगुङ्गिल भनेको चाहिँ तपाईँको राष्ट्रिय नेसनल होलिडेको दिनहरूमा चाहिँ उरिनारा कोरियाको चाहिँ थुग्ने इन्डिपेन्डेन्सको लागि चाहिँ मान्छे रुल पुरुनुन नाराहरू उठाउने, नाराहरू बोल्ने र इन्डिपेन्डेन्ट मुभमेन्ट डे भनिन्छ त्यसलाई, त्यो सामेल जल 3 महिना 1 गते मार्चको 1 तारिक रहेछ भने इल्बुन सिक्किम छिबिरबाट जापानको चाहिँ रुल कम्युनियल रुलबाट चाहिँ हेबाङ खादा भनेको लिबरेट हुनु खसुन खिने मान्नु, त्यसको लागि सेलिब्रेट गर्नको लागि खङबोक जल जो इन्डिपेन्डेन्स डे पनि भनिन्छ 8 महिना 15 गते। हानमिन चोककी छत खुग्गा इन खुजुसन हानमिन चोकको लागि पहिलो राष्ट्र चाहिँ खुजुसनको चाहिँ खेगु खोङ्चु खानुन खेचनजल त्यो पहिलो कोजुसन नामको राष्ट्र कोरियाको पहिलो राष्ट्र चाहिँ त्यसलाई बनाउनको लागि गरिएको चाहिँ नेसनल फाउन्डेसन डे जुन चाहिँ 10 महिना 3 गते रहेछ। खुरीको सेजुङ राजाले चाहिँ हाङ्गुल छङ्जी हेसिन खसुल खिनेम हानुन हाङ्गुल नाम कोरियाको भाषा हाङ्गुल भाषाको लागि चाहिँ उनले बनाएको तर सेलिब्रेट गर्नको लागि बनाइएको दिन 10 महिना 9 गते दुङ्गल हेदङ हाबेता त्यो अनुसार रहेको छ। खुगुङ्गिल भनेको चाहिँ राष्ट्रिय देव होल्डेजहरू चाहिँ फब्जङ खुङहिल्लो कानुनी विधा लगाए चाहिँ सिजनदुगे सुमा खाक्चुङ खिनमसिक्वा खाक्चु खिनमसिक भनेको प्रत्येक उसमा चाहिँ खिनमसिक विभिन्न प्रकारका चाहिँ सेलिब्रेसनहरू र खङ्चु खेङ्सारोल इभेन्टहरू चाहिँ त्यसमा खोलिने गरिन्छ। खाजङ्गेस किपुमोल हाम्के हागी हुयाया कुगारोल खेरङ हाबेदा खाजङ्गेस विभिन्न परिवारका हाउसहोल्डहरूले चाहिँ पिपुल अफ रेज नेसनल फ्ल्याग चाहिँ उनीहरूले रेज गरेर चाहिँ आफ्नो जोय देखाउने गर्दछन् भने विभिन्न सेरेमनिजहरू र सेलिब्रेसनहरू चाहिँ त्यो दिन हेल्ड गरिन्छ। नेसनल होलिडेज आर स्पेशल डेज designated by the country of commemorate to celebrate significant historic event. In Korea, national holidays include Independence Movement Day, which commemorates the March 1 movement of independence, Liberation Day, August 15, which celebrates liberation from the Japanese colonial rule, National Foundation Day, October 3rd, which celebrates the foundation of the first Korean state, Kojusan, and the Hangul Day, October 9, which commemorates the creation of the Hangul by Seeing Sejong. National holiday are recognized as a legal public holiday, and various ceremonies and celebrations are held. People often raise the national flag at the home to share the joy of the day. त्यसै गरी हानपिनहरू अर्को साइडमा चाहिँ खेनी इल्सङ छुक्का हागना यदो हानुन थुकबिल हान्नालो सिमेदा भन्छ। अब अर्को साइडमा चाहिँ मानिसहरूको पर्सनल डे उनीहरूले सेलिब्रेट गर्ने गर्दछन् र मोर्निङ गर्नको लागि पनि आफ्नो जीवनको चाहिँ गर्ने गर्दछन्, जसमा चाहिँ मेन छ थोरुल आगेका थियो त्यान चाहिँ इन्योनी दोइनुन नालो खनचुकवा छिन्जिदुरी मो आगुई इर्साल सिङ्गेल छुक्का हागो खनङ हागे छारल खसु यमहुन हानुन थोलजन्सी इम्निदा। बच्चा जन्मेको 1 वर्षपछि तपाईँको परिवार र आफन्तजनहरू मिलेर बच्चाको 1 वर्षको सेलिब्रेसन गर्नको लागि उसको स्वास्थ्यको लागि र राम्रोसँग ग्रोथ हुनको लागि भनेर उस गर्नको लागि थोलजान्जी पार्टी गर्ने गरिन्छ। खेरोन्दो छुङहान छिङ विच इल्सिङ विडेरो 예전에 전통 방식 건드가 많았지만 요즘은 대부분 전대적인 결혼식 합니다. त्यसै गरी विवाह पनि इम्पोर्टेन्ट एउटा जीवनको अत्यन्तै महत्त्वपूर्ण एउटा
इभेन्ट रहेको छ, जसमा चाहिँ पहिला चाहिँ छोन्तुङ पाङसिक ट्रेडिसनल तरिकाले चाहिँ होन्टेहरूको विवाह ट्रेडिसनल विवाह रहेको भए तापनि यो जुन आजभोलि चाहिँ प्रायः मान्छेहरूले चाहिँ मोडर्न तरिकाले विवाह गर्ने गर्दछन्। हाजिमान खेरुन्सी खुए सिल्लाङ पुमुनिमगा छिन्चुक दुल्गे इन्सेरुल थुरिरन पेबेकुगा खाछुन छोन्तुङ जगिन पुङचुप चेजनी नामाय सुविधा भन्छ। तर विवाह भइसकेपछि चाहिँ विवाहको दिनपछि चाहिँ सिल्लाङ पुमुनिमगा बेहुलाको प्यारेन्ट्स लाई र उसको नातेदारहरू रिलेटिभहरूलाई चाहिँ इन्सा थुरिनुन उनीहरूलाई अभिवादनको लागि चाहिँ फेबेक जस्तो एउटा ट्रेडिसनल विवाहको एउटा इभेन्ट हो, जसमा चाहिँ छन्तुङ जगिन पुङसुप यसरी नामाई सुविधा। यसमा चाहिँ पुरै कोरियन ट्रेडिसनल तरिकाले चाहिँ यसलाई सेलिब्रेट गर्ने गरिन्छ। जस्तै चाहिँ रिलेटिभ्स आफ्टर वेडिङको पछि ट्रेडिसनल कस्टम्स युज पेइङ द रेस्पेक्ट, त्यसमा चाहिँ हानबुक लगाइन्छ, कपडाहरू पनि त्यस्तै लगाइन्छ र ट्रेडिसनल तरिकाले चाहिँ यसलाई गर्ने गरिन्छ वेडिङमा। त्यसपछि खाजुकिन छिनी थुरुकासिमेन फोदोङ सामिलिना ओहोल 동간 자리를 치릅니다. 좋은 게 커맨즈 고수도 있고 차례 직전에서 가서 돌아가신 분에 대한 목담을 하거나 절을 하고 돌아가신 분야 가족들이 의뢰합니다. 또한 매년 조상이 돌아가신 날이 기일이라고 하 가족들이 제사를 지릅니다. 요즘은 제사를 행식도 행과되어 부모 기도 둥글하기도 하지만 예전이 많이 가정에서 이날을 중요하게 여깁니다. 완전 가족이나 지인이 परिवारको साथी परिवारको मेम्बरहरू एक्वेन्टेन्सहरू चिनेको तपाईँको जब तपाईँको कलिग्सहरू अथवा चिनेका मान्छेहरू चाहिँ जब उनीहरू मर्ने गर्दछन् त्यसपछि प्राय सामिलिना ओ इल्दुङ्गान छाङ्ने रोल छिरुनिदा 3 देखि 5 दिनसम्म चाहिँ त्यसको लागि मौन गर्नको लागि चाहिँ त्यो छाङ्ने रोल छिरुनिदा गरिन्छ। छोमुनगे खमिन्से कसैले इब्गो छोमुन त्यो बेलामा चाहिँ मौनरहरूले चाहिँ कालो कपडा लगाएर इब्गु छाङ्गे सिजङ्गेछ खास त्यो फ्युनरल हलमा गएर चाहिँ थुरुकासिन बुने थ्यान ठोक्न बुल्हागनाम बितेका मान्छेहरूको लागि डिसिज मान्छेहरूको लागि चाहिँ उनीहरूले प्रार्थना गर्ने र छरुल हागो थुरुगासिन बुन्या खासदोरी उहिरो हाबिदा र डिसिजको फ्यामिलीलाई चाहिँ उनीहरूले कन्सल्ट गर्ने गर्दछन् र अलिकति होप दिने गर्दछन्। तुहान मेनन हरेक वर्ष छुसाङ्गी थुरुगासिन दाल हरेक वर्ष चाहिँ आफ्नो पुस्ता मरेको दिनमा चाहिँ बितेको दिनमा चाहिँ खिल इरागो खिल नाम गरेको चाहिँ तपाईँको थाहा खाचुकदोरी छेसारोल छिर्मिदा खिल त्यसलाई उनीहरूलाई सम्झिने दिन रहेको छ, त्यसलाई खिल पनि भनिन्छ। त्यो छेसारोल छिर्मिदा पनि गर्ने गर्दछन्। युजुमेन छेसारोल हेङसिक्दो थाङ हदोय छुङ खिदो थुङ्गुल हागिदो हाजिमान युजनी मान खाजगेस इनारोल छुङहागे केमिदा भन्छ। Although the form of the memorial has become more diverse, with some opting from pressure service state, many families still consider this a day important. धेरै परिवारले चाहिँ यो दिनलाई इम्पोर्टेन्ट मान्ने गर्छन्, तर मेमोरियल गर्ने कुराहरू चाहिँ अलिकति डाइभर्स हुँदै गएको छ, फैलिरहेको छ, विभिन्न प्रकारको भइसकेका छन्। सो हामीले यो छङबाट के कुरा सिक्यौँ त एकचोटि समराइज गरौँ है त। Special days in Korea. National holidays are special days designated by the country of commemorate and celebrate significant historical events. नेसनल होलिडेजहरू चाहिँ एउटा यस्तो दिन हो जहाँ चाहिँ स्पेसल मिनिङ भएका दिनहरूलाई सेलिब्रेट गर्नको लागि बनाएको दिनहरू हो, हिस्टोरिकल इभेन्ट्सहरूको लागि। इन द कोरिया नेसनल होलिडेज इन्क्लुड इन्डिपेन्डेन्स मुभमेन्ट डे विच कमेमोरेट्स मार्च 1 मुभमेन्ट अफ इन्डिपेन्डेन्स, लिबरेसन डे August 15th which celebrates liberation from Japanese colonial rule, and National Foundation Day on October 3rd which celebrates the foundation of the first Korean state, Gojoseon, and the Hangul Day which commemorates the creation of Hangul Day King Kong. National holidays are recognized as legal public holidays and various ceremonies and celebrations as well. त्यो रहेको छ भने विभिन्न पर्सनल सेलिब्रेट गर्न र मौनको दिनहरू पनि रहेको छ, जसमा चाहिँ बच्चाको फर्स्ट जन्मदिनको दिनमा चाहिँ विभिन्न परिवारको जनहरू र आफन्तजनहरू मिलेर त्यसलाई सेलिब्रेट गर्ने गरिन्छ उसको स्वास्थ्यको लागि र राम्रोसँग ग्रोथ होस् भन्नको लागि। भने विवाह पनि आजकल मोडर्न तरिकाले गर्नु गरिएको छ भने विवाहपछिको फेवेक चाहिँ अझै पनि ट्रेडिसनल तरिकाले गर्ने गरिन्छ। त्यसपछि फ्यामिली मेम्बर यदि बितेको बेलामा चाहिँ 3 देखि 5 दिनसम्मको मोर्निङ डे राखेको हुन्छ। त्यसमा चाहिँ कालो कपडा लगाएर मान्छेहरू गएर चाहिँ फ्युनरल हलमा गएर डिसिज मान्छेपछि प्रेयर दिने गर्दछन् भने कन्सल्ट द फ्यामिली डिसिज फ्यामिली। एडिसनली अन द डेज अफ द लभ अफ द ओन पासिङ खिल भन्ने त्यसलाई भनिन्छ। मान्छेहरूले चाहिँ मेमोरियल सर्भिस पनि राख्ने गर्दछन् भने मेमोरियल सर्भिस डाइभर्स भएसँगै मान्छेहरूले चाहिँ अप्टिङ प्रेयर सर्भिस इन्स्टिट्युट गर्ने गर्छन्। मेनी फ्यामिली स्टिल कन्सिडर दिस द इम्पोर्टेन्ट डे। साथीहरू, तपाईँहरूलाई योबाट के कुरा बुझ्नुभयो कृपया मलाई कमेन्ट गर्न नभुल्नु होला है त। धन्यवाद।